यो तालको निकास यहाँबाट छ र यही गएर पछि ठुलो भेरी बन्छ। उताको हिमाल देख्न सक्नुहुनेछ। दामी हेरेछ गाइज। यो तालको भ्यू भोलि हामी उतो देखिरहेको डाँडामा चाहिँ गएर भ्यू देखाउनेछौँ तपाईँहरूलाई। अब अहिले चाहिँ लास्टै चिसो भइसक्यो। यहाँ हामीले फोटो खिच्ने ठाउँ नभेट्टाएर, हुन त जहाँबाट खिच्ने राम्रै आइरहेछ तीमध्ये पनि। अब यहाँ यसो कस्तो भइरहेछ, सिनहरू के छ भन्ने थाहै छैन क्या। हामी दुईजना मात्रै छौँ। एउटा कपल्स थियो, तिनीहरू पनि फर्केछ। अब हामी पनि भोलि फर्किन्छौँ र यात्रा चाहिँ एकदमै बवाल नै भयो। अलिक कष्टकर त हुन्छ अफ सिजनमा आइसकेपछि। अनि त्यहाँ चाहिँ हामी अहिले ट्रेकिङ होटेलमा बसिरहेछौँ। यो चाहिँ यहाँको सिन भयो है त गाइज। उता पनि बस्ने ठाउँ रहेछ नि त, उता पनि बस्ने ठाउँ रहेछ। ल गाइज देख्न सक्नुहुन्छ हामी तालको एकदमै क्लोज आइसक्यौँ र कति ठुलो ताल छ यो होइन। यहाँनिर हल्का हल्का अब घाम यहाँबाट गइसकेको छ हामीबाट, देख्न सक्नुहुन्छ 360 भ्यू। र ताल देख्न सक्नुहुन्छ लास्टै सफा छ। ल गाइस साँझ परिसकेको छ, देख्न सक्नुहुन्छ विक्रम दाइलाई आफ्नो बाटोतिर लम्किँदै हुनुहुन्छ होइन। एकछिन रोक्नु है त। ल गाइज देख्न सक्नुहुन्छ हाम्रो पेन्गुइन हिँड्नु भएको थियो नि, त्यस्तै छ यहाँ। है तपाईँले देख्न सक्नुहुनेछ पुरै हिउँ परेको छ। अलि बाटो दिनगरी पऱ्यो। यहाँसम्म आउन चाहिँ तपाईँहरूलाई 2 दिन त लाग्ने नै रहेछ होइन। हामीलाई नि ठ्याक्कै 2 दिनै भन्दा हुन्छ। देख्न सक्नुहुन्छ मजाको ताल छ। हामी चाँड गरेर आज नै फर्किन सक्थ्यौँ, बट हामी थाकिरहेछौँ अहिले र हामीलाई भ्यू पोइन्ट जानु छ बिहान। र यहाँको नजारा देख्न सक्नुहुन्छ कि अँध्यारो आइरहेछ, देखिरहेछ देख्न चाहिँ। आइस बनाउन आइस। कस्तो छ गाइस आइस। ठुलो नानै फेरि उमा त आइहाल्छ नि। गाइस रमाइलो छ।
सकियो होइन बन्दै बन्दैन कि बन्द हातले निकाल्नै गाह्रो हुन्छ घामै गइहाल्यो कहाँनिर आइरहेको हेर्नु साह्रो छ कि यो निकाल्न खोज्यो निक्लिँदैन थाकी गयो घाम पनि गयो कि एकैछिनमा के गर्ने अब सबै ठाउँ हेरेर अनि भोलि के गर्ने भनेर डिसाइड गर्नु पर्यो This is ice, guys. पुरै छेकिँदो रहेछ नि घाम हेर्नु आएको छैन ठिक छ कहाँनिर आएको छ गाइज यो ताल देख्न सक्नुहुनेछ दामी तल ब्रिज छ यस्तो ब्युटिफुल यो सिन छ अब यहाँबाट तपाईँलाई म 360 देखाउन गइरहेको छु ल गाइज है गाइज तपाईँले देख्न सक्नुहुनेछ तल लेक यहाँमा यस्तो दामी छ सिन है माथि ह्यान्डीलाइट पर्ला टक्क लगाएर यस्तो दामी ठाउँमा आइहाल्छ अहिले हाम्रो फोटोसुटहरू बाइक नै छ गाइज देख्न सक्नुहुनेछ यहाँबाट ताल वरिपरि स्नो छ यहाँ म यतातिर रुद्र भाइ अब यहाँ हामी टक्क लगाएर क्यामेरा हामी भिडियो बनाउनेछौँ ल गाइस फोक्सुन्डो पुगिसक्यौँ हामी देख्न सक्नुहुन्छ ताल त्यहाँ छ हजुर ल गाइस देख्न सक्नुहुन्छ यो हाम्रो से फोक्सुन्डो तालमा पुगेको छौँ हामी र यहाँबाट भ्यू देख्न सक्नुहुन्छ पुरा जहाँसम्म हेऱ्यो त्यहीँसम्म छ हाम्रो ताल भ्यूहरू देख्न सक्नुहुन्छ पुरै हिउँले ढाकेको छ र यहीँबाट खोला बग्ने हो यस्तो छ तपाईँले अगाडि ताल देख्न सक्नुहुनेछ यहाँ मिस्त्री परेछ लगाइज अब हामी यहाँ रिङमाबाट खानासाना खाएर तालको भ्यू गर्न गइरहेछौँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ पुरै यस्तो छ हिउँ परेर ताल तलबाट हो
गाइज हामी रिङ्मो भिलेज पुगिसकेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ त्यहाँ पहाड म पुरै हिउँ परेको छ। अनि यतातिर हाम्रो अगाडि कुकुर छ। यो ग्राममा आयो। अब यहाँबाट कतातिर गइसु हामी देखेर गरौँ ल। ल गाइज हिउँ परेको छ देख्न सक्नुहुन्छ। आऊ यस्तो बाटो छ गाइज। हामी यहाँबाट टक्क लगाएर चाहिँ जाँदैछौँ। यो पुल पछि के बाटो क्रस गर्नुपर्छ भन्ने छैन। ल गाइज हामी यहाँबाट अब साइजोलबाट चाहिँ सिसम्मको यात्रा लाग्यौँ। आइज हाम्रो अर्को मित्र हाम्रो मित्रलाई देख्न सक्नुहुनेछ। आऊ 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 आइज भनेको आइज लजाइ जस्तो छ। यहाँबाट लाग्यौँ है। अब यतातिर होटेलहरू कस्तो दामी छ बाटो देखिहाल्नुभयो। अब हामी त्यहाँ पुगेर टक्क तपाईँलाई यस्तै भ्यू देखाउनेछौँ। धन्यवाद। हामी साइजनको होटेल पुगिसकेका छौँ। ताप्लेजुङमै पर्छ यो है। हिजो हाम्रो यात्रा यहाँसम्म भनेको थियौँ तर हिउँको कारणले गर्दाखेरि हामी आउन सकेनौँ। यो चाहिँ फक्सुन्डको छेउमा छ र अब हामी यहाँ बसेर नास्ता खानेवाला छौँ। सिउ है त गाइज। गाइज देख्न सक्नुहुनेछ हामी अब ताप्लेजुङ पुग्दैछौँ। बिहानको यात्रा हामीले रुचिबाट गऱ्यौँ। रिचीबाट यता पछाडि हाम्रो भाइ कहाँ छ देख्यो 360 नै हो। ल यहाँ के कस्तो लाग्यो त तिमीलाई यो यात्रा भन त। अलि हिजो हामीलाई राति चाहिँ कठिन भयो। यस्तो हिउँको बाटो छ तपाईँले देख्न सक्नुहुनेछ होइन। अब यो भ्यूमा चाहिँ ताल कति सुन्दर देखिने होला होइन। त्यसैको आशामा चाहिँ हामीले यस्तो कठिन यात्रा तय गरेका छौँ। सी यु अन नेक्स्ट ब्लग है त गाइज।